हरे कृष्ण सम्पूर्णमा। आज म हजुरहरू समक्ष मनलाई कसरी नियन्त्रण गर्न सकिन्छ, मनलाई किन नियन्त्रण गर्नुपर्छ, मनको स्वभावलाई नियन्त्रण गर्न के अपनाउनु पर्छ, यिनी सम्पूर्ण प्रश्नहरूको उत्तर दिन गइरहेकी छु। यी सम्पूर्ण प्रश्नहरूको उत्तर हाम्रो महान ग्रन्थ श्रीमद् भगवत गीतामा उल्लेख गरिएको छ। भगवान श्री कृष्णले श्रीमद् भगवत गीताको अध्याय 6 को श्लोक 32, 34, 35, 37 र 40 मा यी सम्पूर्ण प्रश्नहरूको उत्तर दिनुभएको छ। भगवानले श्रीमद् भगवत गीताको अध्याय 6 को श्लोक 32 मा एउटा मुख्य प्रश्नको उत्तर दिनुभएको छ, जुन आजसम्मको समयमा पनि उत्तिकै सान्दर्भिक रहेको छ। भगवानले मानव जीवनको मूल श्रेष्ठ धर्म के हो भन्ने प्रश्नको उत्तर दिँदै श्रीमद् भगवत गीताको अध्याय 6 को श्लोक 32 मा भन्नुभएको छ, आत्मौपम्येन सर्वत्र समं पश्यति अर्जुन, सुखं वा यदि वा दुःखं स योगी परमो मतः। अर्थात् जसले सुख वा दुःख दुवै परिस्थितिमा, अनुकूल वा प्रतिकूल दुवै स्थितिमा सबै प्राणीलाई आफू बराबर देख्दछ, सबै प्राणीमा आफू जस्तै समान तत्त्व देख्दछ, त्यो नै सबैभन्दा श्रेष्ठ योगी हुन्छ। यो नै सनातनको श्रेष्ठ विचार हो, यो नै सनातनको श्रेष्ठ व्यवहार हो। यस्तो प्रकारको योगी कसैको पनि सुखको बाधक र दुःखको साधक बन्दैन। अरूलाई नराम्रो कहिले पनि गर्नु हुँदैन। हामीले उनीहरूको सट्टामा आफूलाई राखेर हिँड्नुपर्छ। आफूलाई नराम्रो लाग्ने कुरा अरूलाई पनि गर्नु हुँदैन, किनभने उनीहरूमा पनि त्यही तत्त्व छ जुन हामीमा छ। हामीले सबैको विचारलाई सम्मान गर्नुपर्दछ। अरूलाई कुनै पनि कुरा मन पर्दैन भने गर्नु हुँदैन। आफूलाई मन नपरेको कुरा अरूलाई पनि मन पर्न सक्दैन। सबै परिस्थितिमा सुख दुःख अनुकूल प्रतिकूल सबैलाई समान देख्नु पर्दछ, सबैलाई बराबर ठान्नु पर्दछ। यो नै मानव जीवनको मूल श्रेष्ठ धर्म हो। अर्जुनले भगवान श्री कृष्णलाई श्रीमद् भगवत गीताको अध्याय 6 को श्लोक 34 मा एउटा मुख्य प्रश्न गर्नुभएको थियो। अर्जुनले भगवानलाई सोध्नु भएको थियो, अर्जुन उवाच चञ्चलं हि मनः कृष्ण प्रमाथि बलवदृढं, तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम्। अर्जुन भगवानले सोध्नुहुन्छ, हे कृष्ण, हजुर भन्नुहुन्छ कि हामीले त आफ्नो मनलाई स्थिर राख्नुपर्छ भनेर, स्थितप्रज्ञ बन्नुपर्छ भनेर, निश्चल राख्नुपर्छ भनेर, दृढ राख्नुपर्छ भनेर। तर यो मनको स्वभाव त चञ्चल छ। यो आफू त चञ्चल छँदैछ, साथै यसले हाम्रो शरीर र हाम्रो इन्द्रियहरूलाई पनि चञ्चलतातर्फ डोर्याउँछ। यस संसारमा प्रत्येक वस्तु, प्रत्येक तत्त्व र प्रत्येक प्राणीको आफ्नो स्वभाव छ। प्रत्येक प्राणी, वस्तु र तत्त्व आफ्नो स्वभाव अनुसार चलिरहन्छ। स्वभावलाई त परिवर्तन नै गर्न सकिँदैन। यो त पवनको गतिलाई रोक्नु जस्तै छ, असम्भव जस्तै छ। यो त आगोलाई चिसो बनाउनु जस्तै छ, पानीलाई माथि बगाउनु जस्तै छ। कुनै कारणले गर्दा व्यक्तिको स्वभाव परिवर्तन भइहाले पनि त्यो कारण हट्नासाथ व्यक्ति पुनः आफ्नो पुरानो स्वभावमा फर्किहाल्छ। स्वभावमाथि त विजय प्राप्त गर्न असम्भव जस्तै छ। कुकुरलाई राजा बनाउँदैमा कुकुरले जुत्ता चाट्न छोड्दैन। यसको उत्तर दिँदै भगवान श्री कृष्णले श्रीमद् भगवत गीताकै अध्याय 6 को श्लोक 35 मा अर्जुनले भन्नुभएको छ, श्री भगवान उवाच असंशयं महाबाहो मनो दुर्निग्रहं चलम्, अभ्यासेन तु कौन्तेय
वैराग्येण च गृह्यते। हे महाबाहो कुन्तीपुत्र अर्जुन, तिमीले भनेको कुरा एकदमै सही हो। यो मनलाई त नियन्त्रणमा गर्न अति नै गाह्रो छ। मनको स्वभाव नै चञ्चल हो। यसलाई निग्रह गर्न अत्यन्तै कठिन छ। तर तिमीले बुझ्नुपर्छ कि यस संसारमा असम्भव भन्ने कुनै पनि कुरा हुँदैन। असम्भव तब हुन्छ जब हामीलाई गर्ने तरिका थाहा हुँदैन, विधि थाहा हुँदैन। मनलाई स्वच्छ बनाउने, सफा बनाउने, निश्चल बनाउने, स्थिर बनाउने, दृढ बनाउने उपायहरू छन्। किनकि मन ठिक भएन भने कुनै पनि कुरा ठिक हुनेवाला छैन। त्यसैले हामीले मनलाई ठिक बनाउनै पर्छ। कल्याणको लागि अरू कुनै पनि मार्ग छैन। मनलाई ठिक बनाउनको लागि, मनको स्वभावलाई नियन्त्रण गर्नका लागि हामीले अभ्यास र वैराग्य चाहिन्छ। अभ्यास भनेको निरन्तर रूपमा प्रयास गरिरहनु हो र वैराग्य भनेको राग हट्दै जानु हो। वैराग्य भनेको जुन तत्त्वले हाम्रो सफलताको मार्गमा बाधा पुर्याउँछ त्यो तत्त्वलाई त्याग गर्नु नै वास्तवमा वैराग्य हुन्छ। जुन आदतले हाम्रो जीवनलाई बाधक बनाउँछ त्यो चिजलाई बिस्तारै बिस्तारै त्याग्दै जानु त्यो नै वैराग्य हुन्छ। त्यो चिजप्रतिको आसक्तिलाई त्याग्दै जानु नै वैराग्य हो। राग हट्दै जानु नै वैराग्य हो। अतः मनलाई नियन्त्रण गर्नको लागि हामीले निरन्तर रूपमा अभ्यास गर्नुपर्छ र वैराग्य पनि। श्रीमद् भगवत गीताको अध्याय 6 को श्लोक 37 मा अर्जुनले भगवानलाई एउटा अझै प्रश्न गर्नुभएको थियो। अर्जुनले सोध्नु भएको थियो, अर्जुन उवाच अयतिः श्रद्धयोपेतो योगाच्चलितमानसः अप्राप्य योग संसिद्धिं काम गतिं कृष्ण गच्छति। अर्थात् हे कृष्ण, श्रद्धा भएको तर योगमा स्थिर नभएको, योग संसिद्धिलाई प्राप्त गर्न नसक्ने व्यक्तिको गति कस्तो हुन्छ? के त्यो व्यक्तिको विनाश के हुन्छ? के त्यो व्यक्ति नष्ट वा भ्रष्ट हुन्छ? भगवानले यस अर्जुनले सोधेको प्रश्नको उत्तर श्रीमद् भगवत गीताको अध्याय 6 को श्लोक 40 मा दिनुभएको छ। भगवानले भन्नुभएको छ, श्री भगवान उवाच पार्थ नैवेह नामुत्र विनाशस्तस्य विद्यते नहि कल्याणकृत् कश्चित् दुर्गतिं तात गच्छति। अर्थात् हे पार्थ, योगमय सुन्दर मार्गमा लागेको व्यक्ति न त यो जीवनमा नष्ट हुन्छ न त अर्को जीवनमा नष्ट हुन्छ। यस्तो सुन्दर मार्गमा लागेको व्यक्ति निस्वार्थ रूपमा कर्म गरिरहेको हुन्छ भने त्यो व्यक्ति कहिले पनि दुर्गतिमा पर्दैन। यो त दृढ कुरा हो, यो त दृढ निश्चय हो, यसमा कुनै पनि सन्देह नै छैन। त्यसैले हे पार्थ, हामीले निरन्तर रूपमा सुन्दर कर्म गरिरहनुपर्छ। यस्तो प्रकारको कर्मले अनन्त जीवनसम्म हामीलाई सुधार्छ। तर यदि हामी जीवनको कुनै पनि क्षणमा नराम्रो मार्गमा लाग्छौँ र नराम्रो कर्म गर्छौँ भने त्यस्तो प्रकारको कर्मले अनन्त जीवनसम्म पनि बिगार्न सक्छ हाम्रो जीवनलाई। त्यसैले हामीले सुन्दर मार्गमा लाग्नुपर्छ। कर्म अपुरो भएर कर्म बिग्रिन्छ कि भनेर सोच्नु हुँदैन। योगमा त अपुरो भन्ने कुरा नै हुँदैन। यी सम्पूर्ण श्लोकहरूबाट हामी आफ्नो मनलाई नियन्त्रण गर्न सिक्न सक्छौँ। मनलाई नियन्त्रण, मनको स्वभावलाई नियन्त्रण गर्ने उपायहरूका बारेमा जान्न सक्छौँ। अभ्यास र वैराग्यको बारेमा पनि बुझ्न सक्छौँ, कसरी यिनीहरूले हाम्रो मनको स्वभावलाई नियन्त्रण गर्न सक्छन् भनेर। त्यसैले हामीले अब आफ्नो मनलाई नियन्त्रणमा ल्याउन सिक्नु पर्दछ। यही नै यिनी श्लोकहरूले बुझाएका छन्। हरे कृष्ण।